पालिकाद्वारा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले पहाड़मा एक थरीका जमातले केवल हल्ला मात्र गर्ने गरेको जनाउँदै तर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भन्ने हल्ला होइन तर काम गरिरहेको बताएका छन्। उनले खरसाङ एउटा शान्तिप्रिय क्षेत्र रहेको जनाउँदै यो शान्तिलाई कसैले भंग गर्ने चेष्टा नगर्ने आह्वान गरेका छन्। शान्तिले मात्र विकास हुने जनाउँदै हल्ला गरेर समस्याको समाधान नहुने बरु समस्या बढेर जाने उनले बताएका छन्। खरसाङ नगरपालिकामा आएका विकासका कार्यहरूमा पारदर्शिता हुनुपर्छ औ जनताका निम्ति आएको पैसा जनताको हितको निम्ति खर्च हुनुपर्छ भन्दै कुनै पनि गाउँमा विकासका कार्यहरू गर्न जाँदा स्थानीय गाउँ समाजका प्रतिनिधिहरू लगायत विज्ञ व्यक्तिहरू तथा नगरपालिका पार्षदहरूलाई साथमा लिएर कार्य गरिए धेरै असल हुने बताउँदै उनले अरू कुन कुन कुराहरू आफ्नो वक्तव्यमा राखेका छन् आउनुहोस् हेरौं। अब यो प्रोग्राम यहाँ भयो र प्रत्येक वार्डमा तपाईहरुको यो काम लिएर जाँदा पनि यो तपाईहरुले सबै सार्वजनिक सबै वार्डको एकैचोटि शिलान्यास गर्नुभयो त्यो तपाईहरुले राम्रो गर्नुभयो, सबैले जान्नु जरुरी छ। तर जुन यो काम लिएर वर्कआउट भएपछि तपाईहरु प्रत्येक वार्डमा जानुहुन्छ, त्यो वार्डमा जाँदा पनि त्यो काम लिएर तपाईहरुले प्रत्येक वार्डवासीलाई जनाएर त्यहाँ कतिवटा समाज छ, संस्था छ, त्यहाँको हाम्रो बसोबास गर्ने महानुभावहरू छ, त्यो वार्डलाई लिएर वार्डवासीलाई सबै लागेर तो 5 लाख होस्, 3 लाख होस्, 50 लाख होस्, 1 करोड होस्, सबै वार्डवासीलाई राखेर जनाएर सरदारसिंह राखेर त्यो काम सुरु गरिदिनु भयो भने वार्डवासीलाई पनि थाहा हुन्छ उहाँहरूको वार्डमा कति पैसा आएको छ र कस्तो काम हुन्छ। ल्याएर काम पनि भइरहेको छ, म देख्छु कहिलेदेखि नभएको कामहरू, ड्रेनहरू काम भइरहेको छ, धेरै कामहरू भइरहेको छ। तर पनि काम हुँदाहुँदै पनि त्यो कामले मान्छेलाई त्यस्तो पोजिटिभ भाइ आएको जस्तो लाग्दैन मलाई, तपाईहरुलाई नि हुन्छ। मान्छेले के चाहिँदैन, मान्छेलाई के चाहिन्छ भने यो काम कतिको काम हो, कस्तो काम हो र क्वालिटी राम्रो हुन्छ कि हुँदैन भन्ने मात्रै सोच्नुहोस्। त खरसाङ अहिले शान्ति छ, शान्तिसँगले बस्नुपर्छ, शान्ति भयो भने विकास पनि हुन्छ। अनि हामी कहिलेको खरसाङ एउटा युनाइटेड एउटा मेसेज छ, एउटा हामी युनिटीमा बाँधेको छौँ खरसाङ। र यो युनिटीलाई ब्रेक गर्नुको लागि पहल हुँदैछ पोलिटिकल पार्टीले, कतिजनालाई नन पोलिटिकल भनेर निकाल्छ, कतिजनालाई एनजिओ भनेर निकाल्छ। हो त्यो बाहिर दिदीहरू मिसगाइड हुन्छ कि जानेर गरेको कि नजानेर गरेको कि। अब दिनरात तपाईँहरूले देख्नुहुन्छ अहिले म्युनिसिपालिटीलाई घरको पैसा खायो भनेर लालसाना लाग्दैछ, घरको पैसा खायो भनेर। तर मलाई जहाँसम्म लाग्छ ब्रिगेन दाजु अहिले जो चेयरपर्सन हुनुहुन्छ उहाँलाई सबैले चिन्छ, अहिलेदेखि धेरैदेखि चिनेको उहाँलाई सबैले चिन्छ। अहिले उहाँ ब्याङ्कको अफिसर रिटायर भएर यो रेस्पोन्सिबिलिटी चौकीमा आएको छ। तर जहाँसम्म मलाई हेर्नुहोस्, आज मलाई विश्वास छ कि ब्रिगेन दाजुले गरिबको घरको पैसा चाहिँ खाँदैन। हेर्नुहोस् त्यति चाहिँ मलाई चाहिँ विश्वास छ, हेर्नुहोस् त्यति चाहिँ खाँदैन। हेर्नुहोस् ब्रिगेन गुरुङ सरले गरिबको घरको पैसा पक्का खाँदैन, त्यो मलाई विश्वास छ। हेर्नुहोस् अनि कसरी खानु त गरिबको घर, एटलिस्ट ब्रिगेन दाजुले पनि कसरी पनि खानु होला गरिबको घरको पैसा चाहिँ। हेर्नुहोस् अनि उहाँ अकाउन्टमा पर्छ नि त बेनिफिसियरको अकाउन्टमा पैसा झिकेर खान्छ कसैले, लु भन्नुहोस् त। एसएफए भनेको बेनिफिसियरको पैसा अकाउन्टमा पर्छ, सर कतिजना होला यहाँ उहाँहरूको अकाउन्टमा पर्छ, र अकाउन्टमा पसेपछि झिकेर खान्छ कसैले, लु भन्नुहोस् त। एउटा हुन्छ नि उहाँहरूलाई उहाँहरूको क्यारेक्टर एसेसमेन्ट गर्दैछ एक दुईजना भाइहरूले, बहिनीहरूले देख्दैछु, नबुझी गरेको हो कि जानी जानी गरेको हो कि पोलिटिकल मोटिभेट हो कि। एउटा कुरो म रिक्वेस्ट गर्छु, शान्ति खरसाङमा अशान्तिले नबनाउनुहोस्। त्यति हो मेरो भनाइ। हो बेनिफिसियरको राइट हो उहाँहरूको पैसा पाउनु, सरकारले पैसै दिएन भने कहाँबाट पैसा बाँड्नु दियो? अस्ति 50 लाख रुपियाँ दियो, उहाँले बाँड्यो होला सामानहरू। अहिले जुन विज्ञानले भन्नुहुन्छ उहाँले उहाँहरूको हिसाब सार्वजनिक गरिदिनु भन्नुहुन्छ, उहाँलाई धन्यवाद दिन्छु। तर जो पाए अहिले गएर आएर एउटा टिम बनायो, हिसाब खोज्यो, अर्को टिम बनायो, हिसाब खोज्यो, अर्को टिम बनायो, हिसाब खोज्यो। उहाँहरूले हिसाबै दिनु मात्रै बसेको होइन नि त। उहाँहरूले कन्सर्न डिपार्टमेन्ट एसडिओले मागेको एसडिओलाई दिन्छ। तर यो यहाँ एउटा चलन भइसक्यो क्या, पछाडि पोलिटिकल ब्याकअपले गर्छ, त्यहाँदेखि आयो फोनमा बोल्यो त्यहाँदेखि बिचरा बेनिफिसियरहरूलाई थाहा हुँदैन अनि भिड बनायो। सरकारले पैसा दिइसकेपछि त पैसा दिन्छ नि त, नदिने। तर यो चिजलाई लिएर जुलुस गरेर नारा गरेर नौटङ्कीको तमास पारेर यो दिस इज नट द वे आउट। यो चिजबाट हामी निक्लिनुपर्छ। त्यही कारण हाम्रो एकदमै हेर्नुहोस् खरसाङ अहिले शान्ति छ र पहाड शान्ति छ।
त्यो शान्ति नै एउटा हामी प्रोग्रेसिभ एउटा मेसेज लिएर अगाडि जानुपर्छ। सबैभन्दा ठुलो कुरो हतियारै पोजिटिभ हो। हामी काम गर्ने पार्टी हो, काम गर्ने टिम हो र पोजिटिभ भएर काम गर्नुपर्छ। पोजिटिभ भएर काम गऱ्यो भने साँच्चीको जे पनि रिजल्ट अगाडि राम्रो आउँछ। गाह्रो हुन्छ, यो लाइनमा काम गर्नु गाह्रो हुन्छ हेर्नुहोस्, तर अब यो काम हामीले गर्नु छोड्नु हुँदैन पहिले। अनि हामी काम गर्ने हो र काम गर्ने एउटा काम नगर्ने टिम र कराउने टिम पनि हाम्रो पछाडि छ। काम गर्ने टिम र काम नगर्ने टिम छ, तर काम नगरी कराइरहने टिम छ एउटा। त कराइरहने टिममा ध्यान दिन्छ, उनीहरूको आफ्नो ड्युटी हो। सबैले आफ्नो ड्युटी गर्नुपर्छ, हामी आफ्नो ड्युटी गरौँ, काम गरिरहनु। र अर्को टिम चाहिँ उनीहरू कराइरहने टिम गर्नुहोस्। अहिले तपाईँहरूले भन्नुभयो त कराउनु बाहिर जानु पर्दैन, घरमै मोबाइल छ, बुझ्नु न, घरमै मोबाइल छ। त्यही कारण तपाईँलाई रिक्वेस्ट गर्छु, एटलिस्ट हाम्रो जति नै खर्सानी प्रत्येक वार्डबाट आउनु भएको छ वार्डवासीहरूलाई पनि तपाईँहरूको गाउँमा काम आउँदाखेरि तपाईँहरूले अलिकति खोज्ने प्रवृत्ति चाहिँ गर्नुहोस्। राम्रो ढङ्गले, जुलुस नगर्दै पर्दैन, राम्रो ढङ्गले त्यहाँ सरकारलाई बोलाउनुहोस्, म्युनिसिपालिटी चेयरम्यान बोलाउनुहोस्, भाइस चेयरम्यान, उहाँलाई राम्रोसँग राम्रो अनर गरेर बोलाउनुहोस्, उहाँलाई राख्नुहोस्, काम कति हो सोध्नुहोस् र त्यहाँनिर काम लगाउने तरिका अलिकति वार्डवासी पनि जाग्नुहोस्। हेर्नुहोस्, जाग्नु भनेको तपाईँले खरसाङमा बजारमा जुलुस नारा गरेर एसडिओसँग हम्बलिस्टा गर्नु भनेको होइन। मैले भनेको तपाईँहरूको वार्डमा कसरी काम हुँदैछ, कस्तो काम हुँदैछ, त्यो कामलाई ध्यान दिनुहोस्। तपाईँहरूको त्यो पैसाहरूको मतलब राम्रोसँग उपभोग भयो भने राम्रो काम